गणेशस्थान सँगैको अनि अर्को शेष गलेको यो तीनवटा विवादास्पद अब यो मापदण्ड प्रतिकूल छ कोले इन्टरप्ट गर्यो र कसरी नक्सा पास कसरी भयो त्यो त खोजनीति गर्नु पर्दैन यो खोजनीतिको दायरा हो यो तपाई प्रवक्ता भएको नाताले अलि खुलेर बताइदिनुस् न यो के भएको यो त्यही कारणले भने चाहिँ यो के हो अबको खोजनीति हुनु पर्दैन मात्र काठमाडौँ टावरको मात्र कुरा गर्ने आज प्रेस मिटकै कुरा गरौँ न मै प्रेस मिट गरेर चाहिँ यो नक्सालाई चाहिँ हामीले चाहिँ कार्यान्वयन नगर्नु भनेर चाहिँ हामीले चाहिँ प्रेस मिट गरे हो उसलाई कारबाही गर भनेको अवस्था छ योजनालाई चाहिँ नेतामा जोड्ने अनि आफैले सिग्नेचर गरेकोमा चाहिँ अरूलाई जोड्न पाइन्छ काठमाडौँ टावरलाई काठमाडौँ भ्यू टावर जुन अहिले चाहिँ सरोज गराईसँग जोडिरहेका छन् के हो यो बिना अर्थमा चाहिँ उहाँले चाहिँ जोड्न पाइन्छ ल भन्नुहोस् त उहाँले 15 करोड रुपियाँ खाएको छ भनेर कुरा गर्नुभएको छ प्रमाण छ अनि पीपीपी मोडेलमा बन्न लागेको भवन हो त्यो 2071 सालमा 2071 सालबाट चाहिँ 2076 सालमा सम्पन्न हुनुपर्ने थियो 2076 सालमा सम्पन्न नभइसकेपछि त्यो रोकिएको अवस्था थियो सुरुको दिनमा त्यो चाहिँ काम गर्दाखेरि नेपाल सरकारले त्यसलाई चाहिँ 29 तल्ला बनाउने भन्ने कुरामा सहमति भएको थियो भ्यू टावर र 72 सालको भूकम्पको कारणले गर्दाखेरि त्यसलाई अब 12 तल्ला मात्र भनेको अवस्था छ र 12 तल्लासम्म बनाउने भनेर 12 तल्ला ढलान गरिसकेपछि अब त्योभन्दा माथि जाने भन्ने कुराहरू गर्नुभयो र उहाँ मेयर आफै चाहिँ स्ट्रक्चर इन्जिनियर हो नि त अनि स्ट्रक्चर इन्जिनियरले एउटा चाहिँ इन्जिनियरिङ कलेज पुल चौकलाई चाहिँ जिम्मा दिएर यो माथि जान सकिन्छ कि सकिन्न भनेर अडिट गरे होइन अनि स्ट्रक्चर एनालाइसिस गरे होइन अनि त्यसले हुन्छ भनेको होइन अनि पीपीपीमा यो काम हुनुपर्छ भनेर चाहिँ त्यहाँ चाहिँ अर्डर गरे होइन अनि उहाँले अर्डर गरेको समयमा चाहिँ खोज्दै गर्दाखेरि त्योभन्दा पहिला नै त्यहाँ सिग्नेचर भएको कारणले गर्दाखेरि आवेशमा आएको होइन अनि त्यही सँगै हिल्टनको चाहिँ सिग्नेचर हुँदाखेरि चाहिँ मान्ने के भयो अब हिल्टन होटलको के भयो हिल्टन पनि त नक्सा विपरीत हो कसरी पास भयो त अनि कसरी पास भयो यो खोजनीति नगर्ने त्यो चाहिँ सही छ भन्ने हिल्टनलाई खोजनीति गर्नु पर्दैन अब तपाई शेष घलेको भवनको चाहिँ अब खोजनीति गर्नु पर्दैन शेष घलेको चाहिँ घर बनाउँदै गर्दाखेरि किन इन्टरप्ट गर्छ स्काई वाक नखोज्ने अब काठमाडौँको कमलाडीमा भएको स्काई वाक छ स्काई टावर छ त्यो स्काई टावर चाहिँ मापदण्ड अनुसार छ काठमाडौँमा यसको मापदण्ड विपरीत छ त्यो काठमाडौँमा कहिले चाहिँ स्काई वाक जस्तो बनाउने चाहिँ मापदण्ड बनायो कहाँबाट छानबिन गर्ने ल भन्नुहोस् त हिल्टन होटल स्काई वाक गणेशस्थान सँगैको अनि अर्को शेष गलेको यो तीनवटा विवादास्पद अब यो मापदण्ड प्रतिकूल छ कोले इन्टरप्ट गर्यो र कसरी नक्सा पास कसरी भयो त्यो त खोजनीति गर्नु पर्दैन यो खोजनीतिको दायरा हो यो तपाई प्रवक्ता भएको नाताले अलि खुलेर बताइदिनुस् न यो के भएको यो त्यही कारणले भने चाहिँ यो के हो अबको खोजनीति हुनु पर्दैन मात्र काठमाडौँ टावरको मात्र कुरा गर्ने आज प्रेस मिटकै कुरा गरौँ न मै प्रेस मिट गरेर चाहिँ यो नक्सालाई चाहिँ हामीले चाहिँ कार्यान्वयन नगर्नु भनेर चाहिँ हामीले चाहिँ प्रेस मिट गरे हो उसलाई कारबाही गर भनेको अवस्था छैन तर कारबाही गर्नुपर्छ भनेर चाहिँ आज समिति बनायो आफ्नै 3 जना सल्लाहकारहरू राखेर समिति बनायो खोइ त प्रतिवेदन सल्लाहकार भने को हुन्छ के मेयरकै सल्लाहकार आफैले त्यहाँ नियुक्ति गरेका व्यक्तिहरू सल्लाहकारै हो अहिले सल्लाहकार भएर चाहिँ तलब खाइरहेको अवस्था छ महानगरबाट अनि उहाँहरूकै चाहिँ संयोजकमा चाहिँ समिति बनाएको छ 45 दिनसम्म चाहिँ उहाँले चाहिँ छानबिन गर्दाखेरि प्रतिवेदन किन आयो जनताले भ्रमित गर्ने प्रतिवेदन त टिटिनु पर्ने होइन अनि चिन्ता विभागले लेखेको र हिजो सम्झौता गरेको चाहिँ कागजलाई देखाएर चाहिँ सहमति भएको भन्ने न अनि आफैले चाहिँ त्यहाँ सिग्नेचर गरेछ 5 लाख रुपियाँ जरिवाना 5 लाख रुपियाँ जरिवाना के को लागि खोलेको त्यहाँ 2 लाइन लेख्नु पर्दैन यो घर भड्काउने भनेर लेखेको भए 5 लाख त्यसैको लागि हुन्थ्यो यो घर बनाउने भनेर लेखेको भए 5 लाख त्यसैलाई हुन्थ्यो यो भन्दा माथि जान नपाउने भनेर चाहिँ 2 लाइन लेखेको भए त त्यो 5 लाखको अस्तित्व हुन्थ्यो नि त अनि त्यो चीजको चाहिँ व्याख्या नगर्ने अनि यो काठमाडौँ महानगरपालिकामा अपारदर्शी ढंगले गतिविधि हुँदो रहेछ ढंगले भइरहेको छ मैले अघि पनि भने मेयर साहबलाई कोठा भित्र बन्डेज बनाएको छ ठुनिएको अवस्था छ यो कुरा याद गर्नुस् आफै ठुनिएको छ उहाँले त्यो दिग्भ्रमित हुनु भइरहेको अवस्था छ तपाईले पहिला राजाहरूको देख्नु भएको छ नि राजाहरू दरबारमा बस्थ्यो र आफ्नो भाइ भरदाजलाई सोध्थ्यो ए भाइ भरदाजहरू त्यहाँ बाहिर कति माग्नेहरू छ कति खानेकुरा नपाएकाहरू छ कहाँ कति ग्रिनरी छ कति बाटो बनेको छ भनेर सोध्दै गर्दाखेरि सब ठीक छ महाराज भनेर भन्थ्यो बोलीबाट भन्थ्यो र आफू हिँड्दाखेरि त्यो सबै त्यस्तै हुन्थ्यो
कोही माग्ने पनि हुँदैन, सडक सबै सफा भइरहेको हुन्छ, मठ मन्दिर राम्रो भएछ, ठिक स्याबास भन्थ्यो। आजकल मिडियाबाट त्यो भन्थ्यो। तपाईँ न्यु रोडको कुरा गरौँ न, आज न्यु रोडमा ब्लक छापेको अवस्था छ, राम्रो पिटी बनाएको अवस्था छ, र त्यसमा के समस्या आयो भन्ने कुरा कहिले बुझेको छ? आज ब्लक बनाएको पिटी बनाएको कारणले गर्दाखेरि त्यहाँ सँगैको घर पसलहरूमा पानी छिर्ने भएको छ, पसलभन्दा माथि त्यो ब्लक बनाएको अवस्था छ। त्यसको कसले अब सुनवाई हुन्छ? व्यक्तिको ठुलो नोक्सान भयो। अनि घरमा सेटाममै हुने गरेर रङ लगाएको छ, हेर्दा एकदम राम्रो भएको छ, साँच्चै देखाउने खालको भएको छ। के काठमाडौँ महानगरपालिकाले गरे आयो त्यो? त्यहीँकै जनताले त्यहीँकै घर धनीले रङ लगायो होइन? त्यसको कोअर्डिनेसन काठमाडौँ महानगरपालिका 24 वटाको वडाधीशले गरे होइन? अनि श्रेय कसलाई जाने? प्लिज यस्ता चाहिँ अनलाइन मिडियाहरूले सही ढङ्गबाट मेसेज गर्नुहोस्, त्यो राम्रो भएको अवस्था छ।